है यहाँ दुधेश्वर महादेवको जाने सिँढी दर्शन गरेर आएको यस्ता यस्ता जाने ढुङ्गा छन् सिँढी 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 कति कति ल भगवानेश्वर मलाई धेरै रहर थियो आउनलाई भगवानले ल्याउनु भयो तर धेरै सजिलो बाटो रहेछ उकालो भयो भने यस्तो धजा पतङ्ग यहाँ माथि हो त्यहाँ लाउनै भएन भिडियो त बनाएको छु माथि यस्तो त्यो ककरामा भगवान कस्तो ठाउँमा बस्ने ल भगवानको थानमा आयो दर्शन गरियो फर्किँदाखेरि अनि बाटोमा बनाएको अब ओह्रालो ओर्लिने हो सबै भगवानको पाउमा भएर सब ठाउँमा जाने पूजाआजा गर्दै यो चाहिँ नि उब्लिँदाखेरि पानी नपरोस् भनेर होला जस्तो हालेको चाहिँ यो चाहिँ नि तलबाट आएको हामी त्यो पारीतिरबाट यो खोलो खोलो ल भगवान मैले त लाइभ देखाउनु पाइनँ मैले भगवान एउटा चाहिँ नि भिडियो मार्फत चाहिँ नि हाल्छु अब चल्दो रहन्छ यहाँ नेट चल्दो रहन्छ डाटा चल्दो रहन्छ ल भगवान ल दुईवटा बाटो आयो अब कताबाट जाने यताबाट जाने हो कि यता दुधेश्वर भगवानको दर्शन गर्नु है सबैजनाले नेट चल्दो रहन्छ भगवान ल भगवानको नमस्कार गर है सबैजनाले गर्नु होला छोराछोरी सबैले जाने भगवानको दर्शन गर्नु ल दुधेश्वर महादेवको भगवान हाम्रो के अरे फोटो खिच्न जौतिल मात्रै चढाउनु जौतिल फुल दुधबत्ती पूजा गरेपछि तल घर बाजे यताबाट जाने यहाँबाट जाने माथि टुप्पामा तल फाँटेहरू रहेछ जाने होइन यताबाट ओर्लिने छ यहाँबाट जाने ल अब यहाँ मैले लाइभ देखाइदिएँ भने लाइभ आउँदो रहन्छ नेट टिप्दो रहन्छ यहाँ यस्तो ढुङ्गाको ककरै भगवानको ठाउँ के खोला र यो के खोला खोला छ यहाँ है भगवानको दर्शन गर्नु लानु भयो विद्या सङ्गीता औ गर गर ल ल ल ल हाम्रो सङ्गीता पूजा गर्दै थिएँ ल दुधेश्वर महादेव आएको भगवान यहाँ लाइभ चलेन भिडियो बनाएको छु हो पठाइदिन्छु ल